बालनको इसारा अनुसार सुनिता डङ्गल चल्ने हो। पहिला पनि बालनकै चाहिने हो त्यो महानगरपालिका होइन। उसले अब जे गर भने बालनले गराएको छ त्यही गर्ने हो। सुनिता डङ्गलको यसमा केही पनि ऊ छैन। सुनिता डङ्गललाई के भन्न चाहनुहुन्छ? हजुर, सुनिता डङ्गललाई के भन्न चाहनुहुन्छ तपाईँ? म उहाँलाई के भन्ने अब ठिकै अब राम्रै गरिराख्नु भएको होला। मलाई त्यो जानकारी छैन केही नि। हजुर हेर्ने हो। तर सुनिता डङ्गलले अब बालनको महानगरको प्रमुख त अहिले सुनिता डङ्गल हो नि त। सुनिता डङ्गल हो, तर बालनको निर्देशन नभइकन सुनिता डङ्गलले हुइलक लगाउन लाउनुहुन्न। नगरपालिका काम के हो? फोहोर उठाउने, काहीँ अब चाहिँ तपाईँको फुटपाथ हटाउने काम गरे ठिकै हो होइन। त्यस्तो काम गर्ने हो। काहीँ गाड बस्ने, तपाईँको चिर काटेर रोडमा हिँड्छ नगरपालिकाले। नगरपालिका काम हो? कहाँ तालिम गरेर आएको नगरपालिकाले चिर काट्ने भएदेखि ट्राफिक पुलिसको के काम, पुलिसको प्रहरीहरू के काम? ल भन्नुहोस् त, तपाईँ आफै भन्नु हो कि होइन यो कुरा? यो सबै बालनको कारणले भइरहेको छ। यो सबै बालनको पहिला नगरपालिकै राम्रो चलाउन सकेको छैन उसले। अहिले प्रधानमन्त्री चलाउन सक्छु भने किन गएको थियो? त्यही भोट दिएर त अहिले पछुताइरहेको छु म। मैले बेकार दिन्छु भोट भइरहेको छ मलाई। अहिले जनतालाई यस्तो निराशा बनाइदिने, यस्तो मारिदिने जनतालाई। भोटनी सेन्टरमा हेर्न जानुहोस् त अहिले कस्तो अवस्था छ। तपाईँ जाने पानीमा डुबेर यति डुबेर बसिरहेको मान्छे, त्यस्तो अवस्था गर्ने। चिउरा दालमा खाएर बसिरहेको छ। राइटर मरेको छ, यस्तो अवस्था छ। त्यो पछि ऊ सर्लाहीमा हिजै अर्को घटना भइसक्यो। अर्को कहाँ भनी सुन्न आएको छ त्यो मलाई जानकारी छैन। यस्तो यस्तो गरेर जनता मार्न पाइन्छ? जनताको लागि आएको कि यो चाहिँ त्यस्तो गर्न आएको? हजुर यसले राजीनामा दिनुपर्छ। अब पनि राजीनामा दिएन भने जनताले घिसारेर लिएर आउँछन्। मैले भन्ने त्यही नै हो। म पछुताएँ, पुरै पछुताएँ म। अहिले मैले मिल्ने भए मेरो भोट खोसेर लिएर आउँथेँ। अब मिल्दैन, पुरै पछुताएँ म। अहिले उसको त्यति समर्थन गरेको हामीले। सुनिता डङ्गललाई के भन्न चाहनुहुन्छ तपाईँ? सुनिता डङ्गललाई अब के भन्ने, मैले बालनको इसारा अनुसार सुनिता डङ्गल चल्ने हो। पहिला पनि बालनकै चाहिने हो त्यो महानगरपालिका होइन। उसले अब जे गर भने बालनले गराएको छ त्यही गर्ने हो। सुनिता डङ्गलको यसमा केही पनि ऊ छैन। सुनिता डङ्गललाई के भन्न चाहनुहुन्छ? हजुर, सुनिता डङ्गललाई के भन्न चाहनुहुन्छ तपाईँ? म उहाँलाई के भन्ने अब ठिकै अब राम्रै गरिराख्नु भएको होला। मलाई त्यो जानकारी छैन केही नि। हजुर हेर्ने हो। तर सुनिता डङ्गलले अब बालनको महानगरको प्रमुख त अहिले सुनिता डङ्गल हो नि त। सुनिता डङ्गल हो, तर बालनको निर्देशन नभइकन सुनिता डङ्गलले हुइलक लगाउन लाउनुहुन्न। निर्देशन त ऊ हो नि त। तपाईँको एउटा बच्चा, एउटा आमा बाउलाई एउटा बच्चाले गल्ती गरेर आमा बाउले दोष आउने हो। सबभन्दा गार्जेन त त्यो गजडी हो नि त। त्यो लुसिफर हो नि त सबभन्दा। हो उसले नियम बनाउनु पर्यो। अहिले जनतालाई 50,000 को चिट काटेर उहाँ कर्णाली काम अहिले भरि एकजना सर देखाउँदै हुनुहुन्थ्यो। ल हेर्नुहोस्, अब 10,000 महिनाको कमाउने जनतालाई 50,000 को चिट काट्न पाइन्छ? कहाँको नियम हो यो? त्यो मात्र मोबाइल फुट्यो भनेर मोबाइलको पनि पैसा तिर्नुपर्छ भनिरहेको छ। अनि तनाव हुन्छ मोबाइलको